दारू हरिद्रा बर्बेरिक एरिस्टाटा सँगै छ। अनि यो सताबारी छ, काँडावाला छ, रेसिमसवाला छ, एस्परागस रेसिमस। अनि यो जुन दारू हरिद्रा छ यस्तो पहिला आउँछ। अनि अहिले हामी सताबारीको जरा खुल्न जाँदैछौँ। सताबारी केटाहरू त्यो दारू चुत्रो पनि भेटाएको थियो। यो चुत्रोको यस्तो हुन्छ, एकदम हल्दी जस्तो हुन्छ तार होइन, पहिलो त्यसलाई दारू हरिद्रा भन्छ। बर्बेरिक एरिस्टाटा यो एक कृत्य छ। अहिले हामी सताबारी खनिरहेको छु। यो सताबारीको अलि पखालेपछि सेतो हुन्छ। यो चाहिँ पहाडीमा हुने सताबारी। यति लामो, यसको यति बुटो यति सानो छ होइन, यसको यति लामो जरा छ। यति लामो हुन अझै माथि गएको थियो तर छुट्टिहाल्यो बिचमा। अब यो सताबारी कस्तो छ? शीतवीर्य छ, मधुर छ, यो शीत तिक्तो छ, मधुर पनि छ, हल्का तितो पनि छ होइन। अनि मधुर शीतवीर्य छ होइन। अनि यो स्तन्य जनन पनि छ, शुक्र जनन पनि छ। अनि हाम्रो चरकले बलियो महाकष्टमा राख्नुभएको छ यसलाई। अनि त्यस पछाडि वयस्थापनमा पनि राख्नुभएको छ। यसलाई मेदा र महामेदाको प्रतिनिधिको रूपमा राख्नु भएको छ। तर यो के हो भनेपछि जति पनि जीवनीय द्रव्यहरू छन् त्यतिकै मधुर छन्, शीतवीर्य छन्, अनि वृहनवाला छन्, वृहन गर्नेवाला छन्। त्यस कारण यो बुझ्नुपर्छ कि यिनीहरूले पनि मधुरमा जीवनीयमा राख्न सकिन्छ। यिनीहरू पनि जीवनीय रसायन काम गर्छन्, जीवनीय कामहरू गर्छन्। जसमा धातु क्षयको अवस्था छ। धातु क्षयको अवस्था अप्रशस्त धातुहरू बनेका छन् जसमा होइन। जो रसायन द्रव्यको जहाँ सेवन गरिन्छ त्यहाँ जीवनीय द्रव्यको प्रयोग गरेको पाइन्छ संहितामा। र के छ भने चाहिँ जसको यदि धातुहरू स्पष्ट बनेका छैन, अप्रशस्त धातुहरू बनेका छन्। जस्तै अस्थिभित्रको मज्जा शुद्ध मज्जा बनेको छैन। सर्वधातु वृद्धि गर्नको लागि शुक्र अनि यी सब धातुको वृद्धि गरेर बलले उत्पन्न गर्न, बल दिन। अनि त्यस्तो हाम्रो रासायनिक काम गर्न, टोनिक काम गर्ने। यसलाई यस्तो मजासँग पखाल्यो होइन। अनि यसलाई सुकायो। अनि सुकाएर चाहिँ पाउडर बनाउने, यसलाई गर्ने, कुट्ने, पाउडर बनाउने। अनि पाउडरलाई चाहिँ अब हामी यसलाई यस्तो हुन्छ आयुर्वेदमा मात्र किन योग मात्र दिएर हुँदैन कि मात्र आयुर्वेदमा मेन के हुन्छ भने उसको दोष अवस्था हेर्नुपर्छ। त्यसको चाहिँ हेतु हेर्नुपर्छ, कुन हेतु छ। यदि वातजनन हेतु छ भने त्यसलाई कुनसँग मिसाइदिन्छ, सबै हेतुहरू हुन्छन्। र त्यसको तुल्यता हुन्छ। जस्तै तुल्यताबाट हाम्रो बल, रोगको बल कस्तो छ, व्याधिको बल, व्यक्तिको बल, देशकालहरू यी सबै हेरेर हाम्रो दिनुपर्छ। मात्र बनाएर अनि पाउडर बनाएर अनि यसको पाउडरलाई यदि हामीले यसको पाउडरलाई दुधसँग खिर जस्तो गरी बनाउने, त्यस पछाडि खिर जस्तो बनाउने, त्यसको थोडा घिउ पनि छ नि, थोडा घिउ पनि हाल्ने। यदि खायो भने हाम्रो जो अनिद्रा हुन्छ त्यो समस्या, जति पनि शारीरिक दुर्बलता हुन्छन्, बल कम हुँदा यो रसायन आफै पनि छ, वयस्थापनमा बलियो छ र शुक्र जनन पनि छ। र जो आमाहरूमा जो बच्चाको दुध यदि बच्चा जन्मिसकेको दुध नआएपछि त्यसको चाहिँ एक चम्चा बिहान साँझ एक चम्चा, यो 3 ग्राम छ, 3 ग्रामदेखि 6 ग्राम यसको चूर्णको पाउडर यो खायो भने